मसी नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज फेरि अर्को सिटीतिर गइरहेका छौँ। यहाँ भाइको साइकलको लागि सबैलाई नमस्ते, जय मसी सेवारो। हामी चाहिँ प्रेसकोट भन्ने ठाउँमा अनि साइकल ल्याउन जाँदैछौँ, नयाँ साइकल है। अनि त्यहाँ मिलेछ पोहोर पनि यही बेला हामी यता कर्नवाल गएका थियौँ अनि त्यो साइकल सक्यो। अब यसपालि प्रेसकोटबाट फेरि ल्याउन जाँदैछौँ। रमाइलो छ बाटोघाटो। कर्नवाल जाँदाखेरि चाहिँ धेरै मकैहरू थियो, अहिले त अब यहाँ सबै है भर्खर हिउँ मिल्दैछ। यात्रा यस्तै छ दाजुभाइको आज। अब कति घन्टामा पुगिँदैछ? अब 1 घन्टामा पुगिन्छ। बाटो चाहिँ यस्तो छ, कुदेकै छ। गाडी सजिलै छ नि भाइ? एकदमै सजिलो छ। ठुलो गाडी के भनेको बेला टर्न पनि हुँदैन, मिस्टेक गर्दा पनि ढिलो, जाँदा पनि ढिलो, त्यो भएर करेक्सन गर्ने टाइम थुप्रो हुन्छ। कार जस्तो फ्याक्कै भएर टामटुमै काम बिग्रिहाल्ने भएन। लोतो खालको त्यो भएको गर्दा यसो टाइम चाहिँ दिने क्या, यताउता सपार गर्ने। तर अग्लो गजबको फिल दिन्छ। परबाट सबै भ्यू देखिने। मिलिटरी ट्रक कुदाएर गइँदैछ। होइन भाइको कुदाइ रोड पनि राम्रो, गाडी त टुटुटु। हामी चाहिँ यहाँ खोलाको छेउ जाँदैछौँ। यता देब्रोपट्टि चाहिँ खोला छ, हामी सिधै जान्छौँ। अनि हामी अब पुग्नु पनि आँटेका छौँ। गाउँको साइकल चाहिँ अब अटोवा शहरमा जाने पर्यो है। भाइले आज कतिवटा मिलाउनु भएको? आज धेरै थियो, तर 20वटा मात्रै लगेर यसो ट्राई गरौँ भनेर नि। 20वटा नयाँ साइकल चाहिँ लगेर भाइले अटोवामा बेच्ने। अब यहाँ के भएको थियो बुबु? देखाउँ त यता। के हो यो? रुखमाथि गाडी र बाइक राम्रो देखाउनु पाइनँ, माफ गर्नु होला। एकपालिलाई भयो। यहाँ रेल आयो नि, रोको रेल आयो। छिर्नु भने त होइन, त्यसो गर्नु तपाईलाई भिडियो त्यसो गर्नु। आज चाहिँ मौकै मिलेछ हो। आज चाहिँ अब आयो, कराउँदै आयो। ए यो मालगाडी भएछ। के भन्छ यो हो मालगाडी। मान्छे कुनै छैन यहाँ, सबै सामान बोकेको छ। के बोकाएको छ। रेल के भने सिपिङ भनेको सिपबाट, रेलबाट के भने रेल डेलिभरी, रेल सिपिङ। थोरै लामो होइन रहेछ, खालि सामान हो। सिपिङको लागि चाहिँ रेल पनि साह्रो स्वादिष्ट नि हो नि, स्वादिष्ट छ। साह्रो बलियो हुन्छ हो नि, यस्तो बलियो छ कि इन्जिन चाहिँ त थोरै लामो त होइन त, सकिँदैन त। इन्जिन चाहिँ त त्यही माथिकोले नै तानेको होइन त। नि त्यो कति बलियो इन्जिन हो। यत्रो यहाँदेखि यसको यहाँ चाहिँ एउटा बिचमा रहेछ, चाहिँ ठिकै हो। फलामको टुक्रा, फलामको जिनिसहरू सबै हो। यो फर्काउने हो। यो लामो पनि कति लामो, सकिँदैन त। कसको पनि आयो होइन। ट्याक्सको सिपिङ, ट्राइटन आफ्नो रहेछ डब्बा। चाइना सिपिङ। टेरिफ कति लाग्यो त्यसमा? टेरिफ पनि लगायो होला नि यो मराले। लु यत्रो लामो त मैले देखेको थिइनँ हौ, साह्रै लामो भयो त। कोस्टको सिपिङ भाइ हाम्रो कस्टको होइन, कुन खालको कोस्टको? यो सिपिङ होइन नि, अझै आइरहेछ नि। यो त साह्रै लामो हो त नि। हेर न नि, मेसिन चाहिँ कति पावरफुल हो। त्यत्रो सानो, यत्रो गाँठोले त तानेको। ल 5 बजी बोलाएको, 4 बजी आइपुगिएछ। हाम्रो गाडी चाहिँ यही हो। अब यसमा 20वटा साइकल भयो भने 25वटा हालेर लाने भनेको। कहाँ छ पनि स्टोर,
अब टाइम नभए मान्छेलाई भेट्न सकिँदैन। हाम्रो गाडी यहाँ राखेर भाइ चाहिँ यहाँ सोध्नुको लागि उता गएको छ। यहाँ अफिस इन्ट्रेन्स भनेर लेखेको रहेछ। साइकल त थोरै छैन त। देव भाइले यहीँदेखि किन्ने हो। कम्पनी चाहिँ यो रहेछ। अनि साइकल चाहिँ यस्तो देखिँदो रहेछ। यस्तो रहेछ रेगुलर, पुरै नि डिस्क ब्रेक भएको, एल्युमिनियम होइन, एल्युमिनियम हो। राम्रो छ। उसको माथिको ब्रेक सिस्टम चाहिँ के छ? ब्रेक सिस्टम चाहिँ एल्यु हो। एल्यु राम्रै मान्छे। साइकलको स्टोर त 4 वर्ष भएको अरे स्टोर भएर बसेको। अनि यहाँ दुईजना भाइहरूले लोड गर्दैछन् अनि हामीले लाने यता छुटाएको। भरिनै आँट्यो। साइकल चाहिँ राम्रै हो तर कार्टन चाहिँ कार्टन 4 वर्ष हुनु आँट्यो अरे। घोडाले तान्दो रहेछ नि त बग्गी। उहिलेको शब्द त यहाँ पाए। बग्गी भनेको यो रहेछ नि। ल है त देवुले उठाएर पनि चोखै छ है साइकल चाहिँ। ल यस्तो खालको पुरानो सिस्टमको बग्गी घोडाले तान्ने पनि रहेछ यहाँ। अब चाहिँ लोड गरिसकेको अब चाहिँ हिँड्ने हो। जम्मा साइकल 27 वटा हालियो। होइन दिइहालेको। यहाँनिर चाहिँ यो रुखको ठुटामाथि रुखमाथि चाहिँ यो यसरी एउटा गाडी मर्सिडी गाडी र एउटा बाइक यसरी राखेको रहेछ, सजाएर राखेको रहेछ। ल हौ डर्के पानी पर्यो नि हो। साइकल लिएर बाटोमा आउँदैछ। डर्के पानी पर्यो। पानी परेर पनि रह्यो है। पानी डर्के पानी परेको थियो, एकछिनमा रहिगयो। के हुन थाल्यो है। आज यही देखेर म आउँदिनँ भन्नु त है। हाम्रो भाइ र मेरो चाहिँ धेरै यस्तो काममा सँगै हुँदो रहेछौँ नि। अस्ति पनि पोहोर पनि। आजको बाटो यस्तो छ। यो चाहिँ दाजुभाइ चाहिँ जुराइदिएकै रहेछ है। दाजुभाइ चाहिँ जुराकै रहेछ। सँगसँगै भइदिन्छ हौ। एकजना उहाँ अमेरिका हुनुहुन्छ नि, उहाँलाई पनि बिचमा राखिदियो। अमेरिकाको लागि चाहिँ यता बोलाउनु नमिल्ने जनक भाइको चाहिँ याद आयो नि। नत्र भने त खतरै हुन्थ्यो होला। 3 जना दाजुभाइ ढ्याक्कै। जनक बुबुले फेरि जहिले वालेट खोल्नुहुन्छ। त्यो चाहिँ राम्रो पक्ष छ उहाँको। मान्नुहुन्न नि त। यहाँ दाइ बाकेलमा के को भाइ भन्नुहुन्छ। उहाँले अब यदि यहाँ थियो भने त एकदमै राम्रो हुन्थ्यो। के गर्नु होइन, के गर्नु। गोजीमा नहुँदा पनि जनक बुबु छ भनेपछि भइहाल्ने थियो। हामी 2 जना चाहिँ यहाँ भेला भइयो। 1 जना चाहिँ अमेरिका पर्यो, युएस पर्यो। के गर्नु। आकाशमा कालो बादल छ। हामी तल भुइँमा कुदिरहेका छौँ। यता भाइ मजाले ड्राइभिङमा हुनुहुन्छ है। अनि अब अटोवा पुग्नु छ। 1 घन्टै लाग्छ। बाटो वरिपरि सबै कमाइ गर्ने रहेछ। खेती किसान गर्ने रहेछ। धान खेती नभए पनि गहुँ जौ मकै यो फार्म हाउसहरू यस्तो जग्गा रहेछ। सहरमा त साह्रो दिगदार लाग्छ हौ। इन्टरसेक्सन बढी हुन्छ, त्यहाँ पनि रोक्नुपर्ने हुन्छ। गाडी आओस् नआओस् रोक्नै पर्ने हुन्छ। तर यस्तोमा हिँडेपछि नो प्रब्लम। हिँडेको छ। बस्तीको एरिया हो। फेरि पानी पर्यो।
बेल आएन झर्के पानी परिरहेछ हो त अब 11 मिनेटमा घर पुगिँदैछ झर्के पानी परेको छ के आयो हौ साथीकोमा के आयो छोडौँ है बाबुजी नानी हात चेपिन्छ नि अहिले चलायो भने साह्रो जस्तो लाग्यो यो चाहिँ गएको रहेछ नि यस्तो गर्नु भन्नुपर्ने भएको रहेछ 4 वर्ष भएको अरे नि Hey.